Welcome back to my channel. It's me, Roshan Rosali. If you are new in this channel, please subscribe and comment and like. हैन तपाईले भिडियोको थम्बनेल हेरेरै थाहा भयो होला म के भन्दै छु भनेर हो UK is the best for the international student as a bachelor or master हैन किनकि एकाडेमिक एक्सेलेन्स हैन किनकि यहाँको युनिभर्सिटी चाहिँ टप र्याङ्क युनिभर्सिटी हुन्छ यहाँको पढाइको अनुसार तपाईले कामहरु इजिली या मलाई यहाँ नभए पनि अरु देश गएर चाहिँ एकदम भ्यालु हुन्छ हैन अनि अर्को क्वेशन भनेको कस्तो हुन्छ भन्दा चाहिँ फी को कुरा हुन्छ फीमा चाहिँ मतलब म तिर्न सक्छु सक्दैन एक वर्ष आएपछि भन्ने कुरा हुन्छ हैन त्यसमा चाहिँ म एभरेजको कुरा गर्छु है म एभरेज टाइपको लिभरेजको कुरा गर्छु हैन सो तपाईले यदि 9-10 हजार 12 हजार सम्मको फी चुज गर्नु भएको छ भने obviously you can pay a further fee किनकि एज अ ब्याचलर स्टुडेन्ट आउने हो भने तपाईलाई 3 देखि 4 महिना फुल टाइम वर्क काम गर्न मिल्छ सो एट दैट टाइम यु क्यान अर्न 3500 to 4000 सेभिङ हुन गर्न सक्छ किनकि फुल टाइममा 4000 सम्म कमाउन सकिन्छ हैन तर अरु मन्थमा पनि तपाईले मतलब कि 900 to 1200 सम्म कमाउन सक्नु भयो भने तपाईले सेभ गरेर चाहिँ रिमेनिङ फी पे गर्न सक्नुहुन्छ हैन अब मास्टरलाई भनेको छ मास्टरको 1 इयर हो 1 इयरमा त्यस्तो उस हुँदैन त्यसपछि PSW हुन्छ ब्याचलरमा आउँदा पछि रिमेनिङ फी तिर्न सकिन्छ कि सकिन्न भन्ने हो यो चाहिँ किन भनेछु भन्दा चाहिँ मैले पनि लगभग 1.5 month मैले फुल टाइम गर्दा चाहिँ अर्निङ कति हुँदो रहेछ यसो भन्दा चाहिँ लाइक 16700 to 2000 सम्म हुँदो रहेछ हैन ट्याक्स काटेर अनि हो ट्याक्स चाहिँ त्यो टाइममा चाहिँ फुल टाइममा चाहिँ ट्याक्स अलि धेरै काट्छ हैन तपाईले भने थियो अब हाम्रो चाहिँ पर्सनल अलाउन्स भनेको चाहिँ 12570 ला 12570 सम्म ट्याक्स फ्री हो हैन त्यो भन्दा एबभ कमाइयो भने त्यसको 20% लाग्छ लाइक 50000 समथिङ सम्म अब त्यत्रो कमाइन त्यही पनि त्यहाँसम्म कमाइयो भने तपाईको 20% ट्याक्स काट्छ हैन सो अन 12570 सम्म ट्याक्स काटेछ भने त्यो फिक्सल इयर इन्ड हुने भन्दा पहिला या भएपछि तपाईको ट्याक्स रिटर्न हुन्छ हैन त्यो कुरो भयो अनि सपोज अब अहिले पनि नेपालमा के छ भन्दा चाहिँ वर्किङ भिजामा म चाहिँ अब युरोपियन कन्ट्री जान्छु हैन अलि ठुलो कन्ट्री जान्छु भन्ने पनि अहिले मिनिमम भनेको 10 to 15 लाख लाग्छ हैन अब त्यहाँ फस्ने हो कि भिजा आउने कि भन्ने उस हुन्छ हैन डर हुन्छ सो if you are planning to like kind of go abroad in European country so त्यो भन्दा चाहिँ यतै आएर चाहिँ हल्का चाहिँ मोर देन 10 या 15 लाख चाहिँ मतलब अरेन्ज गर्न सक्यो भने एज अ स्टुडेन्ट यहाँ आउँदा चाहिँ बेटर हुन्छ भिजा पनि लागिरहेको छ हैन तपाईले एउटा नलेज पनि गेन गर्नुहुन्छ इन्टरनेशनल हैन यहाँको कल्चर हैन तपाईले एकाडेमिक एउटा हुन्छ नि अपग्रेडेसन मिल्छ हैन सो त्यो तपाई चाहिँ अब युरोप कन्ट्री जान चाहनुहुन्छ भने त्यस्तोमा चाहिँ अब भिजा लायो भने त लायो नत्र फस्ने कुरा नि हुन्छ हैन अनि चाहिँ म यो भन्दा चाहिँ अब स्टुडेन्टलाई चाहिँ युके राम्रो हो भन्दा पनि इनिशियली 3 month 4 month या 6 month सम्म चाहिँ तपाईलाई चाहिँ एकदम दुःख हुन सक्छ केको दुःख हुन सक्छ भन्दा तपाईको काम हुँदैन अनि बस्नेको अलि ठेगाना हुँदैन हैन एकवटा बस्ने के बस्ने हैन अब एक्सपेन्सिभ हुन्छ रेन्टहरु सस्तो खोज्न पर्यो हैन काम खोज्न पर्यो इनिशियल यसमा चाहिँ एकदम धौ हुन्छ हैन सपोज अहिले पनि अब इनिशियल आका स्टुडेन्टलाई सोध्ने भने त नआए हुन्छ भन्ने हुन्छ तर जो यहाँ 1 इयर बसेको छ या 2 इयर बसेको छ उनीहरुलाई सोध्ने भने लाइक ठिकै गरेछु म युके आएर भन्ने वातावरण छ किनकि हैन उनीहरुले कमाइरहेका छन् उनीहरुले पढेर खतम गरिसकेका या पढिरहेका छन् हैन म्यानेज गरिरहेका छन् हो पहिला सुरुमा चाहिँ त्यो चाहिँ हुन्छ मलाई म किन युके चुज गरे होला यति पैसा खर्च गरेर हैन 20-25 लाख खर्च गरेर मैले किन यहाँ आए होला म नेपालमै गर्थे होला भन्ने कुरा हुन्छ तर तपाई 1 इयर बसेपछि चाहिँ लगभग त्यतिसम्म सेटल भइन्छ के त्यो टाइम सम्म पनि सेटल भएन भने त हैन लक को पनि कुरा हुन्छ हैन म्याक्सिमम भनेको चाहिँ 20 आवर्स हो नि सो
अब एनआईमा गर्ने क्यासमा गर्ने भन्ने डिस्कसन पनि धेरै हुन्छ होइन, मतलब क्यासमा काम पाइन्छ कि पाइँदैन होइन, के हो कसो हो भन्छ नि। एनआई भनेको चाहिँ कस्तो भने नेपालमा जस्तै प्यान नम्बर हुन्छ नि त्यस्तै हो, पर्मानेन्ट एड्रेस नम्बर भने जस्तै यहाँ पनि एनआई नम्बर हुन्छ। एनआई नम्बरमा भएको चाहिँ मतलब इम्प्लोयरले चाहिँ तपाईँले चाहिँ पेमेन्ट गरेको हुन्छ नि त, यो एक्सपेन्स देखाएको नि त, मैले चाहिँ यो मान्छेलाई यति सेलेरी पेमेन्ट गरेँ भनेर। जस्तै नेपालमा पनि जस्तै मतलब फाइनल एकाउन्टमा हुन्छ नि जसरी खर्च एक्सपेन्स देखाउँछ नि म सेलेरी भनेर, हो कसरी थाहा हुन्छ र त सेलेरी दिएको भनेर चाहिँ थाहा हुन चाहिँ प्यानबाट चाहिँ टिडिएस गर्नुपर्छ नि त होइन। हो त्यस्तै पनि यहाँ पनि एनआईमा चाहिँ यो लिगल्ली हो कि। अनि क्यासको काम भनेको चाहिँ के हो भन्दा चाहिँ अब मतलब कि त्यो पैसा चाहिँ सेलेरी दिएको चाहिँ आफ्नो बिजनेस एकाउन्ट हुन्छ नि त, फाइनेन्सियल एकाउन्टमा चाहिँ नदेखाउने हो, देखाउने होइन। मतलब कि क्यासमा पेमेन्ट गरेको, क्यासको पेमेन्ट अब क्यासमा काम गर्छ कि गर्दैन भनेर अब गर्नेले गर्छन् होइन, पाए त अब हामीले पनि गरिन्थ्यो होइन, त्यस्तै हो। मतलब कि क्यासको काम त्यही हो। अनि क्यासको काम चाहिँ अब यहाँको मान्छेहरूले चाहिँ किन चाहिँ दिँदैन भनेर चाहिँ रिस्क छ कि, मतलब इम्प्लोयरलाई पनि इम्प्लोइजलाई पनि होइन। अब इनकेस अब इम्प्लोयरले चाहिँ होइन कम्पनीले चाहिँ क्यास पेमेन्ट गरे भने त्यसलाई चाहिँ कमसेकम लाइक 50,000 पेनाल्टी छ क्या, 50,000 चाहिँ मतलब फाइन छ कम्पनीलाई। त्यही तपाईँले यहाँ आएर चाहिँ अब एनआईमा पनि पाउनुभयो, अलिअलि क्यासमा पनि पाउनुभयो भने तपाईँले अब इजी हुन्छ होइन, भित्रबाट काम पनि गर्न सक्नु पऱ्यो। अब किनकि अब काम गरे 30-40 आवर काम गर्ने, अनि क्लास जाने, अनि खाना बनाउने उ गर्ने नि त, इट्स रियल डिफिकल्ट होइन। त्यो सङ्घर्षै गर्न आएको नि त यहाँ त होइन, सङ्घर्ष गर्नुपर्छ। त आज पानी परेर सुकेको लुगा नि भिज्यो, त्यही भएर यो वेदर, यहाँको वेदर एकदम छ क्या अनसर्टेन। बिहान अन्त घाम लागेको थियो, अलिअलि सुकेको थिएन, त्यही छोडेको थिएँ, भएर आउँदा पानी परिरहेको थियो, भिजेछ यार, त्यो दिमाग खराब भयो। एनआईको कुरा गरेर थियो होइन, एनआईमा चाहिँ कस्तो हुन्छ भने तपाईँको चाहिँ विकली चाहिँ 242 देखि 972सम्म कमाउनु भयो भने विकली पे गर्छ भने तपाईँको चाहिँ 13.8% चाहिँ एनआई काट्छ। त्यो पैसा चाहिँ रिटर्न हुँदैन है त्यो काटेको चाहिँ। तर अब मन्थली पैसा चाहिँ रिसिभ गर्नुहुन्छ भने कति 1082 समथिङ जतिमा चाहिँ 13.8% चाहिँ एनआई काट्छ, जो पैसा चाहिँ रिटर्न हुँदैन होइन। अनि अब चाहिँ के हुँदैछ भने अब पैसा बढ्दैछ होइन, 12.21 हो के समथिङ हुँदैछ अब यो फिक्सल इयर मार्च अप्रिलदेखि होइन। सो अब त्यसमा चाहिँ फेरि पैसा बढ्यो पनि, तर चाहिँ ट्याक्स रेट त सेम छ पर्सनल इन्कमको, बट यो एनआईको चाहिँ एराउन्ड 15% हुने भनेको छ। अब चाहिँ 15% चाहिँ काट्ने भनेको छ होइन। अब मैले एउटा न्युज सुनेको थिएँ कि यहाँको मान्छे पनि अरू देश चाहिँ सिफ्ट हुन लागिसकेको अरे क्या, मतलब दुबई टाइप्स भयो होइन। अनि आयरल्यान्ड पनि, आयरल्यान्डमा पनि एज कम्पेयर टु यहाँभन्दा चाहिँ अलि सस्तै नै छ अरे ट्याक्सहरू अनि बस्न खान होइन, त्यही भन्छन्। किनकि यहाँ चाहिँ अब कमाए पनि ट्याक्स एकदम हाई छ हौ, एकदम हाई होइन। सो भ्याट पनि कति छ यहाँको, भ्याट चाहिँ हाम्रो नेपालको 13% छ भने यहाँको चाहिँ 20% छ होइन, भ्यालु एडेड ट्याक्स होइन। मतलब कि वर्षको तपाईँको 12,570 भन्दा माथि भयो भने तपाईँको 20% ट्याक्स काट्छ। जति कमाउनुहुन्छ नि त्यसको चाहिँ 20% ट्याक्स काट्छ। अनि 50,000सम्म, 50,000 भन्दा अझै एबभ भयो भने 40% काट्छ क्या होइन ट्याक्स, त्यस्तै छ होइन। अब 50,000सम्म कमाउनु त अब सोच्ने मात्र होला एकछिन होइन, त्यही पनि अब 12,000 त अब एकछिन फुल टाइम गरेपछि त अब कटिहाल्छ नि त। सो 20% काट्छ, किनकि मेरो पनि काटेको थियो, म 1 महिना गरेको थिएँ नि त। 1 महिना फुल टाइम गर्दा मेरो लाइक अराउन्ड कति 1500-1600 सय कमाउँदा चाहिँ मैले कमसेकम झन्डै 290 जति ट्याक्स काटेको थिएँ कि होइन। त्यस्तै हुन्छ। 290 भनेको त लाइक कमसेकम 20-25 घन्टाको ट्याक्स काटेको हुन्छ। त्यसमा पनि एनआई पनि काट्छ, जो पैसा रिटर्न हुँदैन। अनि पेन्सनको कुरा, अनि पेन्सन हुँदा चाहिँ तपाईँ चाहिँ अब इम्प्लोयरले कुनै ठाउँमा इम्प्लोइड हुनुभयो तपाईँ होइन, अब जागिर खानुभयो, त्यहाँ चाहिँ अब कस्तो हुन्छ भने कम्पनीले चाहिँ पेन्सनहरू प्रोभाइड गरे हुन्छ।
अनि उनीहरूले चाहिँ पेन्सनहरूको इमेलहरू पठायो भने त्यो नखोल्दा पनि हुन्छ, रेजिस्टर गर्दा पनि हुन्छ। किनकि पेन्सन भनेको हामीलाई फाइदा छैन होइन, किनकि अब हामी यहाँ बसिन्छ थाहा छैन होइन, त्यो 3 वर्ष 5 वर्ष बसिन्छ, त्यतिसम्म पेन्सन काम छैन नि त, त्यो तिरेर तपाईँको अब स्यालेरीबाट डिडक्ट हुन्छ होइन। सपोज तपाईँ रेजिस्टर गर्नुभयो अनि विदिन 3 मन्थ्स चाहिँ तपाईँले चाहिँ इन्फर्म गर्न चाहिँ मैले चाहिँ विथड्र गर्छु भनेर। मेरो केसमा कस्तो भयो भने मैले चाहिँ लिङ्क पेन्सनको लिङ्क आएको थियो होइन, अनि यस्तो खोलेर मैले रेजिस्टर कस्तो के बटन अझ सायद, अनि त्यसपछि अटोमेटिकली मेरो पेन्सन काट्न लाग्यो क्या। अहिले मेरो हेरेन 6-7 सय पुगिसक्यो क्या मतलब पेन्सनको काटेको। अब मैले अब त्यो अफ गर्ने हो भने यत्तिकै हुन्छ त्यो, अनि त्यही भएर मैले चाहिँ ल ठिक छ अब मलाई कन्ट्रिब्युट चाहिँ अब मैले मात्र होइन गर्ने, मतलब कि कम्पनीले पनि कन्ट्रिब्युट गर्छ कति पर्सेन्ट, अनि म पनि हल्का कति पर्सेन्ट चाहिँ हुन्छ, त्यही 8-10 पाउन्ड काट्छ कि मेरो सायद त्यस्तै। त्यही पनि मैले ठिक छ अब उस गरिसकेँ, के थाहा भर बसियो भने यही हुन्छ नि भनेर, त्यो पैसा चाहिँ रिटर्न नहुँदो रहेछ। त्यही भएर चाहिँ तपाईँले 3 मन्थ्स हुँदै गर्नुभयो भने बन्द भएर चाहिँ पेन्सनको उस काट्दैन होइन, पानी परिहाल्यो हेर्नु न होइन। त्यही कुरो पानी आयो यार, म भित्र जान्छु। अर्को कुरा भनेको चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ मिनिमम वेज भनेको चाहिँ 11.44 छ भने अब चाहिँ आउँदो अप्रिलदेखि चाहिँ मिनिमम वेज भनेको चाहिँ 12.21 हुँदैछ होइन। यो एडभान्टेज हो, तर चाहिँ अब ट्याक्स रेट पनि बढ्दैछ होइन। अब त्यही हो, यता स्यालेरी बढे पनि अरू चाहिँ अब ट्याक्सहरू बढिरहेको छ, एनआई बढिरहेको छ, 13.8बाट चाहिँ अब 15 हुँदैछ। अब मैले भने नि कन्ट्र्याक्ट आवर होइन, कन्ट्र्याक्ट भएर अनि 0 आवर कन्ट्र्याक्ट हुनु चाहिँ अब आफ्नो एडभान्टेज डिसएडभान्टेज छ होइन। सो तपाईँहरूले चाहिँ अब कन्ट्र्याक्ट आवर गर्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ 28 डेजको चाहिँ होलिडेज भन्दा मतलब फुल टाइम गरेर 28 डेज, सपोज यु विल गेट लाइक 14 डेज चाहिँ तपाईँले विदाउट वर्किङ होइन, 1 वर्षमा चाहिँ तपाईँले चाहिँ पे पाउनुहुन्छ होइन। 1 हप्तामा कति काम गर्नुहुन्थ्यो त्यस्तै हिसाबले गरेर चाहिँ 14 डेज चाहिँ तपाईँले चाहिँ पेड होलिडे पाउनुहुन्छ घरमै बसेर, नगरेर छुट्टी लिएर होइन, त्यसरी पाइन्छ। अनि 0 आवर कन्ट्र्याक्ट भनेको चाहिँ त्यही हो, मतलब कि कस्तो हुन्छ भने काम हुँदा बोलाउँछ न, 15 घन्टा 16 घन्टा 18 घन्टा 20 घन्टा होइन, कहिले 12 घन्टा त्यस्तै हुन्छ, तिनीहरूको फिक्स हुँदैन हो। यस्तोलाई चाहिँ कस्तो गर्छ भने चाहिँ एभ्री 4 विक होइन, 4 विक या एभ्री 1 मन्थ होइन, उनीहरूले चाहिँ के गर्छ भन्दा चाहिँ तपाईँलाई चाहिँ जति आवर काम गर्छ नि, जस्तो मैले अब 4 हप्तामा मैले कमसेकम 70 आवर काम गरेँ अरे, खास त 80 आवर हो नि त मेरो पाउनु त, 70 आवर काम गरेर हो। त्यसमा चाहिँ उनीहरूले चाहिँ के भन्छ भने 12.07% चाहिँ क्यालकुलेसन गरेर जति एमाउन्ट आउँछ त्यसको चाहिँ तपाईँलाई चाहिँ मिनिमम वेजसँग चाहिँ क्यालकुलेट गरेर दिनेछ होइन। सपोज मैले चाहिँ अब 70 आवर काम गरेँ, अनि त्यसलाई चाहिँ अब 4 हप्ता पछि चाहिँ मलाई पे गर्नु पऱ्यो भने उनीहरूले चाहिँ होलिडे पे भनेर चाहिँ 70 आवर इन्टु 12.07 मल्टिप्लाई गरेर चाहिँ कति आउँछ भन्दा चाहिँ लाइक 8.4 आउँछ होइन हो। त्यो आवरको चाहिँ तपाईँलाई चाहिँ पेमेन्ट गर्छ, त्यति घन्टाको चाहिँ पैसा मल्टिप्लाई भए अनि तिमीले रेट कति छ हो त्यसरी चाहिँ पेमेन्ट गर्छ 0 आवर कन्ट्र्याक्टमा होइन। सो अहिले चाहिँ अब चाहिँ यो फिक्सल इयरबाट हुने चाहिँ अब 0 आवर कन्ट्र्याक्ट चाहिँ नहुने भन्ने कुरा छ होइन। अब हुन्छ कि हुँदैन त्यस्तो हुन्छ, किनकि अब मैले भन्छ नि त, म पनि एउटा 0 आवर कन्ट्र्याक्ट हो होइन, किनकि अहिले चाहिँ 20 आवर चाहिँ म कन्ट्र्याक्ट गर्छु, अनि चाहिँ अरू चाहिँ 0 आवर कन्ट्र्याक्ट कहिलेकाहीँ चाहिँ मैले चाहिँ अब 20 घन्टाभन्दा माथि कहिले पनि दिएन, भए पनि मैले गर्थेन। अनि कहिलेकाहीँ चाहिँ 12 घन्टा होइन, 14 घन्टा 16 घन्टा त्यस्तै दिन्थ्यो, कहिले पनि म 20 घन्टाभन्दा माथि गएन कि। तर मैले ठिक छ यस्तै भए पनि भनेर त्यसै गरेर थिएँ काम पाएकोमा होइन, अब पहिला जोइन भएको त्यसरी हो कुरा होइन। यस्तै हुन्छ। यो चाहिँ हल्का इन्फर्मेसन कसरी पैसा काटिन्छ, कति पैसा आउँछ भन्ने चाहिँ हल्का इन्फर्मेसन दिउँ भनेर होइन। सो नेपालमा जस्तो क्यालकुलेसन गरेर 20 घन्टै पाउँछु, 20 इन्टु है कति छ रेट होइन, त्यो गरेर एक्सचेन्ज रेट मात्र होइन कि, यस्तो कुरा पनि हुन्छ होइन। सो यही हो। आई होप तपाईँलाई यो भिडियो मन पऱ्यो होला, मन पऱ्यो भने प्लिज लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्नु होला। भिडियो लाइक गर्नुभयो भने मैले यस्तै कन्टेन्ट बनाउन मोटिभेट हुन्छ, म बनाउँछु। केही इन्फर्मेसन भने प्लिज कमेन्ट डाउन, म ढिलो चाँडो रिप्लाई गर्नेछु। ओके बाई।